यिनीहरूको पनि यो साउदी अरेबियन भनेको समथिङ अर्को हालको मुसलमान हो, यिनीहरू चाहिँ यो इरान भनेको चाहिँ अलि अर्को हालको मुसलमान हो क्या। यिनीहरूको नि भित्रभित्रमा कन्फ्लिक्ट छ, कन्फ्लिक्ट नभएको होइन। तर इरानले जहिले पनि एउटा मिडल इस्टर्नमा पहिलेदेखि नै एउटा हुन्छ नि पकड बनाउन एज अ लिडर लिडर अन द मिडल इस्टर्न पार्ट टाइपको मुस्लिम कन्ट्रीको लिडर भनेर प्रेजेन्ट गर्छ क्या, जब पहिलेदेखि नै होइन। अब त्यही भएर अब अहिले कन्फ्लिक्ट हुँदै थियो थाहा छ। तिनीहरूले एउटा चाहिँ अब यो फ्युचर प्रोस्पेक्ट जुन चाहिँ मिडल इस्टर्न कन्ट्रीले साउदी अरेबियाले डेभलपमेन्टको फ्युचर प्रोस्पेक्ट बेचिरहेको थियो होइन, बेटर देन युरोप, बेटर देन युएस, कम सेटल विथ अस होइन, त्यसले स्यालेरी बढी छ, हुन्छ नि पिसफुल कन्ट्री छ, लिभ इन हेभेन टाइपको त्यो 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 एउटा मार्केटिङलाई जिरोमा पुऱ्याइदिए। किन भन्दा एउटा कन्फ्लिक्ट रिजनमा क्रिएट गरिदियो कि त्यसलाई, एउटा त्यहाँबाट स्टेबिलिटी आयो। अर्को अर्को चिज भने चाहिँ यिनीहरूले ग्यासमा स्टेबिलिटी लिएर आयो। ग्यासमा स्टेबिलिटी नै कसरी लिएर आयो भन्दा चाहिँ अब त्यहाँ अब उनीहरूले प्लान्ट हुन्छ नि वाटर वाटर सलाइन फेसिलिटीहरूमा हुन्छ नि तिनीहरूको, किन भन्दा मिडल इस्टर्नमा पानी भने वाटर भन्ने एकदम एकदम बिग थिङ हो क्या। तिनीहरूले चाहिँ अब सिधै तिनीहरूसँग वाटर रिसोर्सेसहरू छैन, त्यहाँबाट तिनीहरूले जुन चाहिँ फिल्ट्रेसन प्रोसेसहरू हुन्छ, ठुल्ठुलो प्लान्ट हुन्छ कि तिनीहरूको, जस्तै पेट्रोलको ठुल्ठुलो प्लान्ट हुन्छ, त्यस्तै सिमिलरली वाटर वाटर त हुन्छ नि अब फिल्ट्रेसन प्रोसेसहरूको, स्यालिनेसन प्रोसेसहरूको सबै फेसिलिटीहरू छ क्या त्यहाँ। अब त्यसमा अब आधी पार्ट अब इरानको छ, आधी पार्ट अर्को कन्ट्रीको छ, सपोज कुवेतको छ, कतारको छ, अथवा तिनीहरूसँग अब एसोसिएट कन्ट्रीहरू जो छ तिनीहरूको छ। त्यस्तो केसमा अब युएसले जान्छ एउटा एउटा पार्टलाई मात्रै हालिदिन्छ, अब जस्ट सपोज उसको लागि मात्रै हानिदिन्छ क्या, इरानको प्लान्टलाई मात्रै बममा हानिदिन्छ। त्यसपछि त इरान त बिच्किन्छ नि, दुइटा प्लान्ट सँगै जोडिया छ, दुइटा प्लान्ट जोडेको प्लान्टमा एउटालाई हानिदिन्छ, एउटालाई हानिदिँदैन अरे। अब त्यहाँ अब अभियसली त्यो इरानहरूको माइन्डमा चाहिँ के भयो, अब यो कतारको प्लान्ट पनि त साइडमै छ होइन, अब कतारहरूले मिलेर चाहिँ हामीलाई पेनिट्रेट गऱ्यो भन्छ। अब सिधै फर्स्ट एट्याक त उनीहरूले त त्यहाँ त्यही कुवेतलाई हुन्छ नि, बहराइनलाई, इभन साउदी अरेबिया, कतार अहिलेसम्म एयरपोर्ट खुलेको छैन होइन, यो कन्ट्रीहरूलाई सिधै टार्गेट हान्छ। अब एउटा एउटा पर्सपेक्ट यो भयो, इन्टरनल कन्फ्लिक्ट क्रिएट गरेर अब त्यहाँको सबै कन्ट्रीहरू अब 10 वर्षपछि धकालिदियो होइन। अब जुन चाहिँ दुबई, यो कतार, साउदी अरेबियाहरूले एज अ फ्युचरिस्टिक कन्ट्री, फ्युचरिस्टिक सिटी भनेर त्यो मार्केटिङ गरिरहेको थियो, त्यसको पोइन्ट ब्ल्याङ्क अब जिरोमा पुग्यो क्या त्यो। अब कन्फ्लिक्ट कन्ट्रीमा कोही पनि गएर हुन्छ नि बिजनेस गर्न खोज्दैन, इन्भेस्टमेन्ट गर्न खोज्दैन क्या। त्यसपछि अब पेट्रोल डलर पनि अब नेक्स्ट 10 वर्षको लागि सिल्ड भयो। यो कुरै निकाल्दैनन् कि तिनीहरूले, किन भन्दा अलरेडी तिनीहरूलाई डेभलपमेन्ट भइसकेको छ, डेभलपमेन्टमा फोकस गरिसकेको छ भने पो त्यसपछिको पार्ट हो बल्ल पेट्रोल डलर, यो डलरबाट बाहिर निस्किम भन्नेलाई सोच। अब तिनीहरू त्यही इङ्गेज भएर बसिसके होइन। त्यो भएपछि अब तिनीहरू त्यो प्रोस्पेक्ट त अब सोच्ने भएन। अब त्यहाँको पनि सकियो, भेनेजुएलाको केस सकियो। भेनेजुएला किन के अरे इरान किन भन्नेवाला कन्सेप्ट हो भने चाहिँ तपाईँको दिमागमा क्वेसन आइरहेछ भने चाहिँ